तालासाला मारेर अब त हामी चाहिँ निक्लेको होइन। हाम्रो डुवर्सको अब फेमस अहिले ताबाको जग्गा के अरे जुलपी डाँडा गएको। अब हामी चाहिँ गेट पनि लगाइसक्यौँ। कहाँ गएको अरे हामी आज हामी कहाँ जाँदैछौँ तपाईँहरूलाई पहिला नै भनिसकेको छौँ है। आज चाहिँ हामी डुवर्सको फेमस बाख्राकोटदेखि माथि लोले पुल of the warm acoustic guitar blend with the gentle sound of the waves crashing against the shore. A serene melody weaves through the breeze, creating a soothing rhythm that mirrors the ocean's ebb and flow. The sound of distant gulls and the rolling tide add layers to the tranquil sense tape of this coastal escape. अहिले चाटो चौपतीमा यो रेड लाइट भएकोले गर्दा हामी एकछिन रोक्यौँ। ग्रिन लाइट भइसकेपछि हामी फेरि अगाडि कन्टिन्यू अगाडि बढेर सक्नुहुन्छ। Where stress dissolves like footprints in the sand. यो चाहिँ तपाईँको ओद्लाबाडीको फ्लाइओभर हो है। ओद्लाबाडी अहिले भने चाहिँ हामी बाख्राकोट मिनामोड आइपुग्यौँ र यहाँ चाहिँ माथिमा चाहिँ छौँ। बाख्राकोटको चाहिँ यो रेलवे ट्र्याक। नु अब हामी चाहिँ फाइनल्ली मिनामोडबाट भित्र पस्यौँ है। भित्र पसिसकेपछि एकछिन वेट गरेर आएछौँ। निता पनि खाइसक्यो। यहाँ मेरो बुढी हाई काट्दैछ। निता हाँसिरहेछ।
बाख्राकोट स्कुल हाम्रो स्कुल बाख्राकोट स्कुल अब कता हो अनि अब माथि नै हो यो तपाईँहरूले अगाडि देखिराख्नु भएको चाहिँ यो चाहिँ फर्स्टको फ्लाइओभर हो है र प्रायः मान्छे यही जग्गामा चाहिँ कन्फ्युज हुन्छ प्रायःलाई त केही भन्नु हामी पनि फर्स्ट जाँदा चाहिँ हामी पनि यहाँ कन्फ्युज भएको थियौँ यति नै रहेछ भनेर चाहिँ हामी चाहिँ झन्डै रिटर्न भएको तर तपाईँहरू त्यसरी गल्ती चाहिँ नगर्नुहोस् होला है यो पार भइसकेपछि चाहिँ मेन जुन चाहिँ माथिको फ्लाइओभर चाहिँ आउँछ है हेर्नुहोस् होला यहाँ हेर्न सक्नुहुन्छ यो बाटो बिचमा यसरी पुलिसहरू चाहिँ किन गार्ड गरेको भन्दा चाहिँ बाइकर्सहरूले प्रोपरली अब हेलमेटहरू नलगाएको कारणले गर्दा चाहिँ यहाँ अलर्टनेसको लागि चाहिँ यहाँ पुलिसहरू बसिरहेको छ किनभने यो सेफ्टी त हाम्रै लागि हो नि त पुलिसहरूले राम्रै भन्छ तर अब हामीले चाहिँ सुन्ने गर्दैनौँ है तर पुलिसहरूले कतिवटा भनेको कुराहरू हामीले मान्नुपर्छ रुल्सहरूलाई फलो गर्नुपर्छ है यहाँ आएर यसलाई हेरिसकेपछि चाहिँ डुवर्समा त्यसै फेमस त्यसै चर्चामा चाहिँ आएको छैन रहेछ यहाँको इन्जिनियरले जुन चाहिँ गरेको कामले नै यहाँ चर्चामा आएको रहेछ है हेर्नुहोस् कस्तो दामी है र माथिबाट हेऱ्यो भने झन् तपाईँहरूले भन्नु सक्नुहुन्छ एकदमै दामी रहेछ है कस्तो रहेछ तपाईँ माथिबाट अझै मजाले देखाउने छु है यस भिडियोमा बनिराख्नुहोस् अन्तिमसम्म हेर्नु सक्नुहुन्छ यो चाहिँ हामीले फर्किने बेलामा लिएको भिडियो हो माथिबाट है र हेर्नु सक्नुहुन्छ एकदमै राम्रो छ र यहाँ चाहिँ जहीँतहीँ फोटो खिच्नु दिँदैन र हामीले चाहिँ बिचमा रोकेर फोटो खिचेको र हेर्नु सक्नुहुन्छ र एकदमै राम्रो छ र तपाईँहरूले आएर मात्रै जानुहुनेछ र त्यसैले एकचोटि चाहिँ यहाँ आएर चाहिँ यसलाई हेर्नु चाहिँ नबिर्सिनु होला धन्यवाद।